त्यसले गर्दा के अरे आफ्नो वाकको पाप कटिन्छ। अनि त्यस मनमा श्रद्धा हुन्छ नि कस्तो राम्रो ठाउँ भनेर मनमा श्रद्धा हुन्छ, भगवान्लाई हामीले सम्झिन्छ, त्यो सम्झेले गर्दा मनको पाप कटिन्छ। त्यसले गर्दा अनि यो शरीर वाक चित्तको पाप कटि भयो भने चाहिँ त्यहाँबाट चाहिँ अनि बुद्धको अनि काया वाक चित्तको आशीर्वाद हामीले प्राप्त हुन्छ। त्यसले गर्दा त्यो साधारण होइन। हामी हिँडेको दुःख पाए कहीँ के भन्नु सोध्नु दुःख त हुन्छ कहिले कहिले। अब कोही बिमार छ, खुट्टा बिमार हुन्छ, कोही ढोका लाग्छ, टाउको हुन्छ, विभिन्न हुन्छ नि। तर त्यो पनि एउटा पाप पनि भएको एउटा सङ्केत हो भनेर बुझ्नुपर्छ है। म यस्तो ठाउँमा गएर यस्तो दुःख पाएँ त्यस्तो कुरा नगर्नु। त्यस्तो जाँदाखेरि म त अब यो दुःख पाउनु त त्यस्तै भएपछि पाइहाल्छ नि होइन। तर पनि यस्तो जाँदाखेरि चाहिँ यस्तो पायो भने हो म यस्तो दुःख हो तर मैले पाप गरेर चाहिँ त्यो पापको बारे चाहिँ आज त्यसको फल चाहिँ मलाई प्राप्त भएको छ, आइन्दा यस्तो नहोस् भनेर त्यो सोच्नुपर्छ। सबैले मन राम्रो गर्नु, एउटा गाली गर्ने, फल्ना डिस्का यस्तो नभने, जातपातको कुरा कहिले नगर्नु। त्यो जातपातको कुरा कहिले पनि हुने। त्यो पहिले सबभन्दा अगाडि उहाँहरू मैले सुरु गरेँ। मैले सुरु यहाँ जातपातको कुरा सबै गाउँघरको हाम्रो जस्तै अब शेर्पा हुन्छ, तामाङ हुन्छ, गुरुङ हुन्छ होइन, त्यो चाहिँ विभिन्न हेलम्बो हुन्छ। तिनीहरू सबै मैले चाहिँ विभिन्न तरिकाले चाहिँ अब गाउँमा बस्ने, बजारमा होइन गाउँमा बस्नेहरू चाहिँ यहाँ ठाउँ ठाउँमा ल्याएर गएर चाहिँ तीर्थ घुमाउँ भन्ने सबभन्दा अगाडि मैले नै उहाँ गुरुहरूले भनेर सुरु गरेको थियो। अनि उहाँले चाहिँ निरन्तर गरेर चाहिँ अहिले मैले केही गर्नु सकेन। अनि म त कहिले कहिले भेट्ने मात्रै हो, अरू केही पनि होइन। उहाँले एकदम राम्रो गरिरहेको छ। अनि पहिले त फ्रीमा ल्याएको थियो, अब अहिले त फ्रीमा उनीहरूले बजेट छैन होला। अनि बजेट पनि धेरै होइन सर, पैसा पनि धेरै लियो। मैले सोधेँ कति लियो भने, धेरै लियो भने त म त आउँदैन यस्तोमा। धेरै लिएको छैन किनभने कम्ती लिएको छ। त्यो पैसा त अब त्यतिकै हो, धेरै होइन। पोहोर यहाँ के अरे दलामाको दर्शनमा मान्छे आएछ, कोही मान्छेले 2 लाख, कोहीले 1,80,000 तिर्यो दलामाको दर्शन पाउँछ भने भनेछ। यहाँ दर्शन नपाएर गाह्रो भयो, त्यस्तो धेरै पैसा लिनु हुँदैन। त्यसो गर्दा राम्रो होइन। धर्मको ठाउँमा धेरै यसरी धर्मको नाममा पैसा कमाउनु होइन कि, धर्मको नाममा त हामीले पाप कटि गर्ने अनि के अरे त्यस पुण्य सञ्चय गर्नुपर्छ। धर्मको नाममा हामीले पैसा कमाउनु होइन। पैसा कमाउनु तर अर्कै हुन्छ क्या, अर्कै हुन्छ। अरू तरिका धेरै हुन्छ, त्यहाँबाट कमाउनु हुन्छ। तर धर्मको नामबाट हामीले पैसा कहिले पनि कमाउनु हुँदैन। त्यसले गर्दा अब धेरै पैसा पनि होइन। मैले यसो बुझ्दाखेरि जस पुग्ला नपुग्ला जस्तो छ यसो हेर्दाखेरि। अब यहाँ सबै लोभेनाहरू हो, अनि यहाँ आनीहरू पनि आनीको खेम्बु भइरहेको छ हो, खेम्बुहरू छन्। अनि तपाईँहरू एक गरी पनि तपाईँहरू एकदम लगियो, एकदम लगी बगे मान्यो। फेरि नराम्रो सोच्यो भने तपाईँहरू पाल्यो है। फेरि अब खेम्बु लोबिन तपाईँहरूको यक्कु गरेर यसो होइन नोकर गरेर हिँडिरहेको छ। खेम्बु लोबिनले उता सेफ्टी गर्नु पर्नेमा उल्टा यता गरिरहेछ। त्यसले गर्दाखेरि सबैले लगी ठान्नुहोस्, राम्रो गर्नुहोस्, श्रद्धासँगले राम्रोसँगले। जस हामीले पाप गरेको हुन्छ, अब मर्दाखेरि हामी कुनै राम्रो गरेर मर्नु सोच्नुपर्छ क्या सबैले। अर्को जुन राम्रो होस् होइन, सक्यो भने त हामी भर्दोमा यो अन्तर्भावमै बुद्ध ज्ञान प्राप्त गर्न सक्छौँ। त्यति नभए पनि अर्को जुनमा राम्रो होस् भनेर हामीले सबैले सोच्नुपर्छ। अनि यो सँगै जानेहरू चाहिँ धम्चिक भन्छ, एउटा समय भन्छ क्या हो। त्यो समय पालन एउटा गाली गर्ने एउटा दोष कहिले नदेऊ, त्यसले ठुलो पाप हुन्छ, धेरै पाप। हामी लामाहरू पनि बुद्धले के भनेको छ भने, गुरुले के भन्छ भने मान्छेको दोष ननिकाल्नु भनेको छ। अब सिकाउनु कुरा अर्को हो, त्यसो पनि मान्छेको दोष ननिकाल्नु भने। जति मान्छेको दोष निकाल्यो त्यति ध्यान गर्दाखेरि त्यो के अरे उहाँसे भन्छ। उहाँसे भने चाहिँ अरूको मन थाहा हुनु, त्यो थाहा हुनु गाह्रो हुन्छ। त्यो किनभने मान्छेको दोष बेसी निकाल्यो भने त्यसलाई चाहिँ अब अवरोध हुन्छ क्या। ध्यान गरेर ज्ञान त प्राप्त हुनसक्छ, तर उहाँसे गर्न सक्दैन, त्यस्तो हो क्या हो। त्यस्तो कहानीहरू छन्। त्यसले गर्दा दोष नदेखाउनु, सबैले राम्रो सम्झिनु अनि राम्रो मनले। अनि अघि माथि आमाहरू बिचारो अब हुनु त राम्रै कुरा, एकदम खुसी होला होइन, गीत गाएर हिँडिरहेछ। तर त्यो पनि ठिकै कुरा, तर त्यसो गीत नगाउनु, मनी पढ्नु। ओ माने पेलमा त सबैले जान्छ नि, सबैले जान्छ, सिकाउनु पर्दैन होइन। ओ माने पेलो, ओ माने पेलमा जहाँ हिँड्दाखेरि आउँदाखेरि है बस त्यो पढ्छ क्या। अरू नजाने पनि, अरू मलम जाने सबै राम्रो हो। गीत गाउने त अलिक गाउँदै गाउनुहोस् पछि। अब सबै न्याय कुरो सकेर न्यायको सायद माथि जाने ल अब चाहिँ खुसी भयो भनेर गीत गाएको कि। अहिले यहाँ चाहिँ न्यायको ठाउँमा तीर्थको ठाउँमा चाहिँ गीत गाउने होइन कि, सकेसम्म हुनु चाहिँ नराम्रो कुरो त होइन, एउटा मान्ने गरे होला। खुसी लागेको छ नि मनमा, खुसीले गर्दाखेरि चाहिँ अब अरू केही गर्ने छैन, जान्दैन। नजान्दाखेरि मुखबाट आफैले जे जाने त्यही आएको कुरा हो क्या। तर पनि मैले सम्झाएको नराम्रो केही होइन,
तर आइन्दा चाहिँ ओमाने पेम्बे ओमा भजौँ पेमा सिद्यो ओम आमी देवरी भन्ने अरू अरू मलम जानेछ नत्र त्यो मात्रै पढे पनि हुन्छ है त्यो गर्नु अनि जस सबैले यस्तो पवित्र ठाउँमा आएर चाहिँ यसरी चाहिँ तपाईँहरू सबैले दुःख गर्नुभएको छ होइन आफ्नो आफ्नो तरिकाले अनि यहाँ लोपेन खेम्बाहरू पनि धेरै धन्यवाद अनि जो सबै राम्रो होस् हामी छिटै बुद्ध ज्ञान प्राप्त गर्न सकोस् भनेर मैले प्रार्थना गरौँला अनि म आज अलिकति बिजी छु म फेरि उता 6 बजी पुग्नुपर्ने छ म चाहिँ अहिले बिदा लिन्छु अब यसमा हामीले अब मलम एकदम दुबा अब धेरै पर्दाखेरि त अब सबै पनि जाला होइन मलम दुबा चाहिँ अब यो मजर साङ्गे के देवाचिङको मलम छ नि सुगौलीको मलम सबैले त्यही पर धेरै चाहिँ त आउँछ होला सबैले त्यही परेर अनि हामी छिटो गरौँ Sambha